विगत 1-2 वर्ष अगाडि मात्रै राजनीतिमा आएका व्यक्तिहरूसँग त यति धेरै सम्पत्ति रहेछ, यति धेरै सम्पत्ति विवरण सार्वजनिक गरे भने त्यो 35 वर्षदेखि राजनीति गर्दै आएका काङ्ग्रेस एमाले पूर्व माओवादीका नेताहरूसँग कति सम्पत्ति होला अनि कति झुटो सम्पत्ति विवरण चाहिँ सार्वजनिक गरेका रहेछन्। यहीबाट प्रश्न हुँदैन। हेर्नुहोस् त, राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ माननीय नयाँ मन्त्रीहरूको त यति धेरै सम्पत्ति रहेछ, 90 तोला 100 तोला सुन, करोडौँ पैसा, विभिन्न ठाउँमा घर जग्गा, यत्रो धेरै सम्पत्ति विवरण चाहिँ बाहिर ल्याएका छन् भने अनि पुराना नेताहरूको कति होला, कति झुट बोलेका रहेछन्, कति देश दोहन गरेका रहेछन्, कति भ्रष्टाचार गरेका रहेछन्, कति लुटेका रहेछन्। यहीबाट प्रश्न हुँदैन। त्यसैले तत्काल 46 सालदेखि यताका सम्पूर्ण मन्त्री प्रधानमन्त्रीदेखि विशिष्ट श्रेणीका कर्मचारीदेखि सबैको सम्पत्ति शुद्धिकरण गर्नुपर्छ। कालाकोटीहरूको पनि गर्नुपर्छ, अदालतका न्यायाधीशहरूको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्छ। नयाँ राजनीतिज्ञको यति धेरै सम्पत्ति छ भने पुरानाको कति सम्पत्ति होला, तत्काल छानबिन गरियोस्। पहिले कति झुटो सम्पत्ति विवरण बुझाउँदा रहेछन् यी नेता भनाउँदा नैतिकहीनहरूले। अहिले हेर्नुहोस् त, सत्य सम्पत्ति विवरण बुझाए राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरूले, मन्त्रीहरूले, बालन शाह नेतृत्वको सरकारका प्रधानमन्त्री मन्त्रीहरूले सत्य सम्पत्ति विवरण बुझाए क्या हो। यसरी नै पहिलेदेखि सम्पत्ति विवरण बुझाउनु पर्थ्यो नि त। अरबौँ भ्रष्टाचार गर्ने, अरबौँको मालिक बन्ने, विलासी जीवन बिताउने, देश विदेशमा लगानी गर्ने, सम्पत्ति विवरण सार्वजनिक गर्दाखेरि चाहिँ 2 कट्ठा जग्गा, 5 तोला सुन, 1 लाख रुपियाँ ब्याङ्क ब्यालेन्स, एउटा मोबाइल भन्दै बुझाइदिने। हेर्नुहोस् त, कति चाहिँ ठगेका रहेछन् मान्छेहरूलाई। यहाँबाट प्रश्न भयो, अब क्लियर भयो। नयाँ राजनीतिमा आउनेहरूसँग यत्रो करोडौँ करोड चाहिँ आफ्नो सम्पत्ति छ भने ती पुराना 35 वर्षदेखि राजनीति गर्नेहरूसँग कति सम्पत्ति होला। आफै सोचौँ त ल, अब कति झुटो गरेका रहेछन् त्यसले, कति झुटो सम्पत्ति विवरण सार्वजनिक गरेका रहेछन्। यहीँबाट प्रश्न हुँदैन। त्यसैले तत्काल छानबिन गरियोस्। पहिलो अदालतको यो फोहोर सफा गरियोस्, अदालतका झोले न्यायाधीश हटाएर राम्रो मान्छेलाई न्यायाधीश बनाएर यिनीहरू सबैको सम्पत्ति शुद्धिकरण गरियोस् भनेर तत्काल माग गर्न चाहन्छु। खरबौँ खरब सम्पत्ति रहेछ एउटा नेतासँग भन्ने यहाँबाट पुष्टि हुन्छ। त्यसै देश बर्बाद भएको, हरिकङ्गाल भएको, युवाहरू विदेशिनु बाध्य भएको होइन भन्ने कुरो यहाँबाट प्रश्न हुन्छ। राजनीतिलाई पेसा बनाएर खरबौँ लुटेका छन् यिनीहरूले भन्ने यही अहिलेका नयाँहरूको सम्पत्ति विवरणबाटै प्रश्न हुन्छ कि पुरानाहरूसँग त कति छ सम्पत्ति भन्ने कुरा। सक्दो भिडियोलाई सेयर गरिदिनु होला ताकि भ्रष्ट दलाल, माफिया, तस्करहरूसम्म पनि पुगोस्। हस्, धन्यवाद।